चलाको जस्तै क्यामेराम्यान फोकस गरो ओ बाबु वहाँ यस्तो भिड Hello beautiful people, welcome back to my channel. It's me Sonia Alimangar. I'll be really happy if you take a moment and do subscribe. Also hit the bell icon for notification. किचन बाट स्टार्ट गर्दैछु किनकि बिहान हतार हतार कामहरु गर्नु पर्यो नि त त्यही भएर चाहिँ भिडियो बनाउन पाइन अन्त आज चाहिँ थाहा छैन भिडियो कहिले आउँछ तर आज जति सक्दो म चाहिँ भिडियो जहिले बनाउँछु त्यति बेला अपलोड गर्ने ट्राई गर्छु हेरौँ अब यो भिडियो म अपलोड गर्नु पाउँछु पाउँदिन सो आज चाहिँ हो सन्डे अन्त आज चाहिँ मेरो हस्बेन्डको हलिडे हो सो अब चाहिँ म खाना बनाउँदैछु किनकि मेरो उता चेक्लाबस्ती डामडिमबाट चाहिँ मेरो फ्यामिली आउनु हुँदैछ मलाई भेट्नुको लागि सो यहाँ अब म चाहिँ खानाहरु बनाउँदैछु फर्स्ट चाहिँ मैले सफाइहरु चाहिँ सबै गरिसके झाडु बढालेर पोछाहरु सबै गरिसक्यो अन्त सबै सामानहरु पनि सेट गरिसक्यो हो अन्त अब म चाहिँ खाना बनाउनको लागि प्रिपेयर हुँदैछु म चाहिँ बनाउन त्यति स्पेशल त बनाउँदिन किनकि अब माइतबाट आउँदैछ भनेपछि त अब मेरो माइतको फ्यामिलीहरु त बुझ्नुहुन्छ हैन अब छोरीलाई किन दुःख दिनु भनेर नर्मली बनाउनु उनीहरु नै आएर बनाउनुहुन्छ भन्नुहुँदै थियो तर नो म आफै बनाउँछु किनकि अब यहाँ आउनु हुँदैछ सो अलिकति मेजबान त गर्नु पर्यो म चाहिँ लाइक सिम्पल खाना बनाउँछु चिकन राइस दाल अन्त त्यस्तै अचारहरु अब के स्यालेडहरु हुन्छ त्यो नर्मल खाना बनाउँछु म त्यति स्पेशल बनाउँदिन किनकि सक्दिन पनि म बिमारी छु सो या अब म चाहिँ खाना बनाउँछु खाना बनाइसकेर तपाईलाई भेट्छु सो या बाइ स्टे ट्युन यो चाहिँ मेरो प्याजहरु सबै रेडी पारेको छु एन्ड यहाँ छ मैले दाल भिजाइराखेको छु यो चाहिँ मेरो फ्राई राइस हो बिहानको त्यही हो गाइस हेर्न सक्नुहुन्छ भ्यू सो गाइस यहाँ हाम्रो चिकन हुँदैछ मसलाहरु सबै रेडी छ अब खाना बनाउनु बाबु बाबु लजारा ओ बाबु वहाँ यस्तो भिडियो बनाइकिन थम्बनेल मै भाइ कम भन्दै थम्बनेल उयो पनि हुन्छ ल ए त्यही त तपाईहरुलाई नै निकाल्दिएको ब्लग नबनाऊ है गाइस के गरेको गाइस 0.6 जुम रहेछ यो सिधो नै अगाडि आइहाल्दो रहेछ यिनीहरूलाई त यस्तो फोन देखाउनु चाहिँ गरिहाल्छ क्यामेराम्यान फोकस गरो साइकिल जस्तो गरे न साइकिल जस्तो के गरेको त्यो लाचा मर्छ साइकिल जस्तो गरे न कसरी साइकिल जस्तो मैले त्यो घुमाउनु पर्छ त्यो तलको घुम्छ त
हो त्यस्तो गर्नुपर्छ छोड्दै त डराएर केही छैन त्यस्तो होइन यस्तो यस्तो गर न साइकल चलाएको जस्तै चलाएको जस्तो गर साइकल कहिले कुदाएको भए पो थाहा हुन्छ हो त्यस्तो